हेलो गाइज, वेलकम टु आवर च्यानल। सो आज चाहिँ हामी रहेको छौँ हाम्रो घरमा। बाहिरको मौसम एकदमै राम्रो छ। फर्स्ट अफ अल भ्यू चेक गरौँ। यो सनसेट हुन लागेको भ्यू हो है साथीहरू। र आज फर्स्टचोटि के बनाऊँ भन्दा आज फर्स्टचोटि कुनै एउटा सानो भिडियो बनाऊँ भन्दा योदेखि स्टार्ट गऱ्यो, आफ्नो नेचरदेखि स्टार्ट गऱ्यो। त्यसै गर्दा आज हामी देखाउँछौँ यहाँको मजगाउँ भन्ने ठाउँको, कञ्चनपुरमा रहेको मजगाउँको एउटा राम्रो अहिले मजगाउँ भन्ने गाउँको एउटा राम्रो भ्यू अलि सानो हेरौँ। यो हाम्रो सानो भ्यू छ भन्दा त्यसको साथै अरू हेर्दा यहाँ हेरौँ हामी। यो चाहिँ त्यो बाख्रो हो। यो बाख्रो दुध पिलाउँदैछ हैन। र अनि के हो भन्दा यहाँ हेर्नुहोस् लिचीको रुख गाइस। लिची फल्छ होला बिस्तारै बिस्तारै एकदम। र साथै यसको साथै यो आँपको रुख यो, तर यो रुखमा अलि छ, त्यसको परको रुखमा अलि छ, यसमा केही छैन। र यो लिचीको रुखमा अलिअलि फल्याएको छ हैन। ऊ चाहिँ हाम्रो सानो भाइ हो उसलाई। र गाइस यस्तै हामी पनि सानो छँदाखेरि यस्तै खेल्ने गर्थ्यौँ। अहिले यो दिनहरू याद आउँछ हैन, सबैले आउने होला। र अब के हो भन्दा फर्स्टचोटि भ्लग बनाइराख्दा के हुँदैछ भन्दा कसरी के बनाऊ हुने त हुल्ला छ, तर पनि स्टार्ट गरौँ हैन। र यति नै छ। अहिले सानो कुरा ट्राई गरौँ भने हो, यति ट्राई गऱ्यौँ। हेलो गाइज, हेलो गाइज, भन हेलो गाइज। यो गाइज हाम्रो मकैबारीमा मकै फल्दाखेरि पानी पर्ने मौसममा क्या राम्रोसँग खाइन्छ हैन। यो साथै यो पनि एउटा सानो लिचीको रुख। गाइज अब हामी बाख्रासँग यसको हालखबर सोध्न गइरहेछौँ। ल के छ भाइ, ए दोस्त के छ? यो चाहिँ फिमेल होइन गाइस, त्यसैले हामी भन्छौँ यो यसका दुईवटा बच्चा छन्, यसलाई सोधौँ यसको लाइफ। यिनीहरूको लाइफ क्या बबाल हुन्छ नि गाइस, दिनभरि खाइराख्ने होइन। यिनीहरूको जिन्दगी क्या बबाल छ। यसको धेरै नजिक जाँदैन, सिङ धेरै तिखो छ, हान्ने पछि काहीँको रहँदैन होइन। तर मजा चाहिँ तब आउँछ जब। हेलो गाइज, वेलकम टु आवर च्यानल। सो आज चाहिँ हामी रहेको छौँ हाम्रो घरमा। बाहिरको मौसम एकदमै राम्रो छ। फर्स्ट अफ अल भ्यू चेक गरौँ। यो सनसेट हुन लागेको भ्यू हो है साथीहरू। र आज फर्स्टचोटि के बनाऊँ भन्दा आज फर्स्टचोटि कुनै एउटा सानो भिडियो बनाऊँ भन्दा योदेखि स्टार्ट गऱ्यो, आफ्नो नेचरदेखि स्टार्ट गऱ्यो। त्यसै गर्दा आज हामी देखाउँछौँ यहाँको मजगाउँ भन्ने ठाउँको, कञ्चनपुरमा रहेको मजगाउँको एउटा राम्रो अहिले मजगाउँ भन्ने गाउँको एउटा राम्रो भ्यू अलि सानो हेरौँ। यो हाम्रो सानो भ्यू छ भन्दा त्यसको साथै अरू हेर्दा यहाँ हेरौँ हामी। यो चाहिँ त्यो बाख्रो हो।